नमस्कार सम्पूर्णमा म बसुमाया तामाङ नेपाली मनोद्योगी सञ्चालिका तारकेश्वर मनोमयज्यूबाट र मेरो जन्मस्थान चाहिँ धादी। मेरो जिन्दगीमा चाहिँ सङ्घर्षको दौरानमा मैले धेरै दुःखहरू गर्दाखेरि पनि सफलता हासिल नभएपछि मेरो दिमागमा टिम्बुरको बारेमा सोचाइ आयो। मेरो आमाले आइडिया दिनुभयो अनि यति गर अहिले यतिलाई भनेर भन्नुभयो अनि जोखेर दिनुपर्छ भन्ने पनि आएन अनि चम्चाले नापेर अनि यति चम्चा भनेर हामीले हाल्थ्यौँ। अनि त्यसपछि सानो प्याकेट बनायौँ, सानो प्याकेटलाई 50 रुपियाँमा बेच्यौँ। अनि ठुलो प्याकेट बनायौँ, ठुलो प्याकेटलाई 80मा बेच्यौँ। अनि त्यसपछि त्यस्तै 15-20 पोका भनौँ न, अब चाहिँ थोरेको त त्यति नै त हुन्छ। अनि त्यो बिक्री भयो, कुनै पनि बाँकी रहेन। भाटुनीमा लिएर जाँदाखेरि मैले त्यही प्लास्टिकमै बोकेर गएँ। धेरै समय भयो है यो उद्योगमा लाग्नु भएको? भयो सर। कति वर्ष भयो? अब अहिले हालमा आएर अहिले चाहिँ 11 वर्ष जति लागेको छ। 11 वर्ष लाग्यो। सुरुवातदेखि नै यो तपाईँले यही टिम्बुरको छोपलाई नै ब्रान्डिङ गर्नुभएको थियो कि अथवा अरू केही थियो र गर्दा गर्दै यसलाई चाहिँ ब्रान्डिङ गर्नुभयो? मैले चाहिँ सुरुमा नै मेरो नेपाली मनोद्योगबाट चाहिँ टिम्बुरको छोप नै मैले ब्रान्डिङ गरेको। खासमा चाहिँ हजुर त्यति बेला छोप भन्ने कुरा चलेको पनि थिएन होइन। यो छोप चाहिँ फेरि हामी प्रायः जसो गरेर चाहिँ मतौलीमा र विशेष गरेर तामाङ थकालीहरू गुरुङहरू त्यस्तोहरूमा चाहिँ हाम्रो प्रचलित शब्द नै छोप हो। प्रायः गरेर यो आर्य जातिलाई चाहिँ छोप भन्ने कुरा के हो भन्ने कुरा पनि त्यति ज्ञान पनि थिएन। जब मैले निकालेर बजारमा मैले मान्छेहरूलाई कस्टमरलाई दिँदाखेरि पनि छोप भनेको के हो भनेर मलाई यसरी प्रश्न सोध्थेँ। त्यसमा चाहिँ मैले हामीले चाहिँ सर्टकट हाम्रो जमानामा त्यो जमानामा बाबु बाजेको पालामा चाहिँ एउटा छोप भन्ने शब्द चाहिँ निस्केको। कसरी भनेदेखि गोठालो जानु पर्यो, गाईबस्तु गर्नु पर्यो, अब घाँस दाउरा गर्ने बेलामा पनि थाकेर आउँदाखेरि एउटा खाजा खाने हुन्छ मकै, अब ढेँडो जेसँग पनि खाँदाखेरि त्यसमा चाहिँ सजिलो एउटा नुन खुर्सानी हालेर त्यति बेला मसलाको त्यति प्रचलन पनि थिएन। त्यस्तो अवस्थामा चाहिँ अब त्यति जुन हाम्रो घरमा भएको जङ्गलमा फल्ने त्यो टिम्बुर एउटा फालिरहेको चिज हो, त्यसलाई चाहिँ एउटा औषधि पनि मानिन्छ। त्यसलाई चाहिँ कुटेर अनि खाने चिजलाई नै छोप भनिन्थ्यो होइन। त्यसपछि चाहिँ मैले अनि आर्यहरूको बिचमा मैले आउँदाखेरि चाहिँ छोप भनेको यही हो, तर तपाईँहरूले साधारण भाषामा बुझ्दाखेरि चाहिँ अचार नै भनिन्छ भनेर मैले यसरी भन्थेँ। अर्काको घरमा बाल बसेर गुजारेको दिनहरू सम्झिँदाखेरि त अब मलाई अहिले अब कस्तो हुन्छ फिल है। अनि त्यस्तै दुःखहरू मैले भोगेको भएर अहिले मेरो स्टाफहरूलाई पनि मैले दुःख पाएको स्टाफहरू मात्रै मैले चुज गरेर राख्छु होइन। 1 किलोबाट स्टार्ट गरेर अब 5 किलो भएँ, 5 किलोबाट 10 किलो भएँ भनेपछि अब 1200 2000बाट मैले सुरु गरेर अब 15-20 हजारको हाराहारीमा पनि पुग्यो। बिचमा त्यसरी गरियो भने अब अहिले भनेको मेरो मासिक पुग्नपुग मेरो 2 लाख चान्चुन चाहिँ मैले लगानी गर्नै पर्छ। अब स्टाफको तलबदेखि लिएर चाहिँ 2 लाख चान्चुन चाहिँ मेरो मासिकमा जान्छ। 2 लाखको हाराहारीमा मैले लगानी गर्यो भने मेरो प्रफिट त्यस्तै 1.5 लाख जति बस्छ। महिलाहरू खाटभित्र सुतेर बस्ने होइन, घरभित्र सुतेर बस्ने होइन, बाहिर निस्किनुपर्छ। बाहिर निस्किएपछि एउटाबाट अर्को कुरा सुनिन्छ, अर्कोबाट अर्को कुरा सुनिन्छ। तर राम्रो नराम्रो छान्ने हो आफूले, नयाँ नयाँ चिजहरू सिक्नु गर्नु। एकैचोटि ठुलो मान्छे हुन्छ भन्ने छैन, सानैबाट सुरु गरेर पछि ठुलो मान्छे बनिन्छ। हिम्मत हार्नु हुँदैन। जान्दैन बुझ्दैन हामी सिकाइदिन्छौँ। राम्रो लागेपछि त्यो राम्रो कुरा चाहिँ सिकेर जानुपर्छ। सिकेर अगाडि बढ, सुतेर नबस। म त त्यही भन्छु, अगाडि बढ्दै गयो भने भोलिको पिँढी, भोलिको हाम्रो नानीहरू पनि त्यही बाटोमा लाग्छ होइन। त्यसरी लाग्यो भने मेन त घर बन्यो, समाज बन्यो, समाज बनेपछि देश बन्ने हो नि त होइन।